मेरो गाडी यहाँनिर छ। म मात्रै होइन, अनलाइन डेलिभरी बोयहरू सबै यताबाट परसम्म यो पनि त्यही हो। उता कुदिरहेको त्यही छ, यतातिर त्यही छ, यता हिँड्दै गरेको त्यही छ, उता यो गाडीभरि जति वरपर देखिएको सब त्यही हो। यिनी होटलहरू हुन्छन्, अनि होटलबाट सामान उठाउने हाल्ने गाडीमा अनि चल्दिने। मेरो गाडीमा यहाँ छ पहिलो यहाँ झोला, अनि उता पटतिर यता पनि कुदिरहेको त्यो पनि त्यही हो, यतातिरको पनि त्यही हो, यतातिरको पनि त्यही हो, सब दिनु माथि माथितिर बाइक देखियो अलिअलि होइन। यिनीहरू पनि त्यही हो, यहाँ देखिरहेको यो पनि त्यही हो। सब डेलिभरी काम गर्ने केटाहरू मात्रै छ। अनि तपाईँहरू पनि डेलिभरीमा आउनु जानुहुन्छ भने चाहिँ अलिकति एक्सपोर्ट हुनुपर्दो रहेछ भन्ने अनुभव भयो। मेरो चाहिँ आज फर्स्ट दिन ड्युटी। अहिलेसम्म एउटा अर्डर हानिएको छ, एउटा आएर त्यो क्यान्सल भइहाल्यो, यहाँ आउनै नपाउँदै टाइम बढी लाग्यो, जाम भएर गाह्रो छ नि। भन्न मात्रै सजिलो छ, गाडी चलाउन त ठिकै हो, तर अर्डर लिन उठाउन साह्रो झ्याउ। कहिले दिनु दियो भने कहिले छुटिहाल्यो, खतम छ नि। किट्टा कम्पनीको त्यहाँबाट निस्किँदैछ बाहिर एउटा डेलिभरी बोय, त्यहाँबाट निस्किरहेको छ, यतातिर पनि चलिदिरहेको। अलिक क्यामेरा क्वालिटी चाहिँ राम्रो छैन, त्यही भएर अलि राम्रो देखिरहेको छ। सबै यता आइरहेको छ एउटा भाइ, यो पनि त्यही हो। गाडी चाहिँ यहाँ आजबाट कुद्नु थाल्यो। अब मेरो गाडी टायर त आजै खाइसकेछु, के हो यार घन्टै गाह्रो छ नि हो है। समस्या छ, गाह्रो छ। जरी खाना यो अर्को आइहाल्यो, त्यो अर्को कुदिहाल्यो। बाइक कति हो कति के पर बिराहन, यो पनि त्यही हो। किट्टाको यता कुदिरहेको छ। सब गाई कामै यही क्या, धन्दै यही। पठाउ भन्छ नेपालमा, पठाउ भन्दा पनि झन् खतम, बेजोग बेहाल छ यता। अर्डर सडर हाल्दैन, गाह्रो छ हौ, गाह्रो छ बगालो। के गर्नु, म त हैरान छु। अर्डर नपाउँदा के गर्ने, समस्या यस्तै हो। परदेशतिरको जस्तो लाग्छ मलाई, के गर्नु।